आजको अपडेट स्टडी इन युएसएसँग रिलेटेड। धेरैजना विद्यार्थीहरूलाई कन्फ्युजन के छ भने युएसएमा चाहिँ फाइनेन्सियल डकुमेन्ट चाहिन्छ कि चाहिँदैन भन्नेमा छ। तपाईँले भिजा इन्टरभ्यूमा तपाईँको जहाँबाट बुक गर्नुहुन्छ त्यहाँ नै इन्लिस्ट गर्दै आउँछ के डकुमेन्ट लिएर आउने भनेर। त्यसमा चाहिँ तपाईँको फाइनेन्सियल डकुमेन्टेसनहरू केही पनि लग्नु पर्दैन। बट सेइङ द्याट तपाईँले अहिलेको ट्रेन्ड हेर्नुभयो भने धेरैजना विद्यार्थीहरूलाई पिङ्क स्लिप दिएर पठाइएको छ र त्यहाँ एडिसनल डकुमेन्ट्सहरू पनि लिएर आउनु भनेको छ। कतिजना विद्यार्थीको केसमा 24 महिनाको स्टेटमेन्ट पनि लिएर आउनु भनेको छ। यो चाहिँ विद्यार्थीको जेन्युननेस पत्ता लगाउनुको लागि चेक गर्नुको लागि गरिएको नयाँ चेन्जेसहरू हुन्। त्यसैले यदि तपाईँले पनि युएसए गर्दै हुनुहुन्छ भने वाट एभर यु क्लेम है त्यसको सपोर्टिङ एभिडेन्स चाहिँ हुन पर्यो। सो फाइनेन्सियल डकुमेन्ट इज नट म्यान्डेटरी, तर मागेको केसमा तपाईँले बुझाउन सक्नु पर्यो।